रवि लामिछाने छाती छाप्न आउँछु भन्ने, छाती थाप्ने भन्ने। गरिबका बस्तीमा डोजर चलेछ भने म छाती छाप्न आउँछु। पहिला माफियाहरूका घरमा डोजर चल्छ भनेर भनेको माफियाकामा नमस्ते गर्न जाने, डोजर गरिबका उसमा चल्यो। अर्को खगेन्द्र सुनवार भन्ने थियो, त्यो समय अनुहारै छोपिने चस्मा लाउने भद्दु जस्तो अनुहार गरेको नि सिक्री सिक्री लगाएर हिँड्ने क्या आफै। ऊ पनि भन्थ्यो छाती थाप्न आउने भनेर, खोइ आज सुकुम्बासीलाई छाती थाप्दिने। सुकुको हालत भयो। सुकुले चाहिँ फेरि नि तपाईँलाई एउटा कुरो कि गजबको कुरा छ, बालनलाई ढोक्दै भयो भर्खा सुकुका टोलमा हरिया झन्डा। यसपालि त हामीलाई धनी पूर्जा दिन्छ भनेर खुट्टा पनि ढोगे। यत्तिकै चाहिँ हात समाउँदै सुकुले चाहिँ तेरीमा सानो त्यति गरेका थिएनन् ती महिलाहरू। 1 महिना भएन हो बाबा, टिकेन। उफ्री उफ्री भोटालेको। मैले त भन्दै थिएँ यो गरिबको सरकार होइन, यो धनीको सरकार हो। यो हाम्रो सरकार होइन, अमेरिकाको सरकार हो। यसको उद्देश्य भनेको यहाँको लिथियम, कपर, युरेनियम लाने हो र यो सरकारको उद्देश्य भनेको यहाँ विदेशी सेना ल्याउने हो र चाइना र भारतलाई फुटाउने हो। उद्देश्य त्यो हो। यो हाम्रो गरिब जनतासँगको उद्देश्य नै होइन। त्यत्तिकै सर्वोच्च अदालत र सिंहदरबारमा आगो लागेको छैन भनेर मैले भने भन्दाखेरि पत्याएन। ए सुकु छोइन सक्न भएका थिए।